जसरी हामी दुःख चाहँदैनौँ त्यसरी नै संसारको हरेक प्राणी दुःख चाहँदैनन्। जसरी हामी सुख र खुसी चाहन्छौँ त्यसरी नै संसारको हरेक प्राणी आफू सुख र खुसी चाहन्छन्। जसरी हामीलाई मृत्युदेखि डर लाग्छ त्यसरी नै हरेक प्राणीलाई मृत्युदेखि डर लाग्छ र हरेक प्राणीलाई हामीलाई जस्तै आफ्नो प्राण प्यारो लाग्छ। जिउनकै लागि त हामीलाई मांस आहारको आवश्यकता हुँदै होइन, तर हामी आफ्नो क्षणिक स्वादको लागि आफू जस्तै अर्को एउटा निर्दोष प्राणीको प्राणै लिएर मासु खानु भनेको यो कतै पनि मानवीय चरित्र हुँदै होइन। यद्यपि मानव भनेको छलोककै चेतनशील प्राणीमध्ये एक हुन्, जसमा सही र गलत छुट्याउन सकिने क्षमता हुन्छ। तसर्थ क्षणिक स्वादको लागि निर्दोष प्राणीहरूको प्राण लिनु कतै पनि राम्रो होइन। प्राण हत्या नगर्नु भनेको पञ्चशील मध्येकै पहिलो शील हो। कुनै पनि प्राणीको प्राण हत्या गर्नाले हामीमा धेरै नराम्रो कर्म सञ्चय हुन्छ र त्यसको प्रतिफल स्वरूप हामीले थुप्रै जन्महरूमा छोटो आयुमै मर्नुपर्ने, रोगले ग्रसित जीवनहरू थुप्रै बिताउनु पर्ने र नर्कलोकमा अनगिन्ती जन्महरू लिन पर्ने हुन्छ। यसर्थ सम्पूर्ण बडा दशैँ मान्ने दशैँ प्रेमीहरूमा यथाशक्य हिंसा रहित खुसी र करुणामय दशैँ रहोस्। हार्दिक मङ्गलमय शुभकामना। नमो बुद्धाय।